टेनसम्म ब्लन्डको क्याटेगोरी छ। अब यसमा पनि डार्कदेखि लाइट छ, हेर्नु त डार्कदेखि लाइट, जस्तै डार्कबाट लाइट गइरहेछ नि, जति माथि हुँदै गइरहेछ त्यति लाइटनेस बढ्दै गइरहेछ नि, हेर्नु त। के गराउँछ भने यो 3 नम्बर हो। 3 नम्बरमा हुन्छ बन्ड सस्टेनर। बन्ड सस्टेनरले के गराउँछ भने क्रिएट गरेको बन्डलाई लङ टाइमसम्म टिकाएर राख्छ। तो इस कपाल धेरै स्ट्रङली कोर्टेक्समा बसिएको हुन्छ, जसलाई हटाउन एकदमै गाह्रो हुन्छ। जसलाई हटाउनको लागि हामीले ब्लिच युज गर्नुपर्छ। एकचोटी भएन, दुईचोटी गर्नुपर्छ, दुईचोटी भएन, तीनचोटी गर्नुपर्छ। तर त्यो ब्लिच युज गर्नको लागि त्यो कपाल पनि त्यतिसम्मको हेल्दी हुनु पर्यो। पाउडर बेसमा छ यो, हामीले यो मिक्स गरेर अनि छेकिदिनको लागि उहाँको माग बोलेको है। मैले चाहिँ सायद जुन चाहिँ लग्जरीमा छ 10 लिफ्टिङ बुटक्स ट्रिटमेन्ट स्प्रेड केराटिन गर्नु भएको रहेछ। अहिले हालसाल चाहिँ गर्नु भएको रहेछ। यसमा पहिला हामी लिफ्टिङ गरेर हिँड्छौँ, कति हुन्छ सोही अनुसारको कलर चुज गर्छौँ। गरिरहेको छौँ। प्याच टेस्ट चाहिँ हुनुहुन्छ। राम्रोसँग प्युरिफायर स्याम्पूले वास गरिसकेपछि कपाललाई कसरी वास गर्ने भनेर थाहा नभएको त हामी कोही पनि छैनौँ। सो यहाँ सरले वास गर्छौँ। पनि छ, त्यो भएको भएर यसमा युज गर्दैछौँ सुरुमा। म्यामको कपालमा चाहिँ हामीले अहिले अनिबडी भन्दा पनि 10% डिस्काउन्ट हो आजको दिनमा। आज अर्डर गरेको न आज मात्रै 10%, त्यो पनि 6% भन्नुभएको थियो। मैले त मैले भने अहिले पछि पाउने रेटमा 10% के हो भएर छ यो कपाल। अब फेरि हामी यसमा हामी इलास्टिसिटी चेक गरेर फेरि कति पर्सेन्टको डेभलपमेन्ट गर्छौँ भने यसमा चाहिँ फेरि सिरम युज गरिसकेपछि पनि फेरि सिरम युज गर्दैछौँ र लास्टमा 100 को रिजल्ट देखाउनेछौँ। म्याम यता बस्नु भएको छ।